हेलो एन्ड नमस्ते एभ्रिवान। ट्रेनिङ पडकास्ट सिरिजको एपिसोड 1 मा यहाँहरूलाई स्वागत छ। आज हामीसँग अंकिता म्याम हुनुहुन्छ र हामी ट्रेनिङको बारेमा केही डिस्कसन गर्नेवाला छौँ। अंकिता म्याम, कार्यक्रममा स्वागत छ। धन्यवाद। सुरु गरौँ क्वेसनहरूबाट। अहिलेको समयमा ट्रेनिङको खाँचो किन छ? हामीसँग एकाडेमिक क्वालिफिकेसन त जति पनि हुन्छ, तर प्रोफेसनल स्किल्स भन्ने हुँदैन। किनभने हामीले स्कुल कलेजेसमा थ्योरिटिकल नलेज जति पनि सिकिन्छ, तर प्र्याक्टिकल नलेजमा त्यति कन्फिडेन्ट भइन्न। त्यही भएर ट्रेनिङ प्रोग्रामबाट चाहिँ हामीले यस्तो प्र्याक्टिकल नलेजहरू सिक्न सकिन्छ। मेरो बुझाइमा टेक्नोलोजीले त मान्छे झन् अगाडि बढ्नुपर्ने, तर पछिल्लो समयमा हेर्ने हो भने मान्छेहरू एकदम डिपेन्डेन्ट भएर अनस्किल भएको देखिन्छ। यो चाहिँ किन होला? अब यो भन्नुपर्दाखेरि चाहिँ टेक्नोलोजी भनेको हाम्रो कामलाई इजी बनाउनको लागि डिजाइन गरिएको हो। यसको इन्भेन्सन भनेको नै हाम्रो काम सजिलो हुन्छ भनेर हो। तर मान्छे यसरी डिपेन्डेन्ट भइसके कि अब अहिले हेर्नु पर्दा भने बच्चाहरूले आफ्नो सानो एउटा असाइनमेन्ट गर्न पनि एआई, च्याट जिपिटी र यस्तो टेक्नोलोजीको मार्फतबाट नै सबै काम गर्छन्। जसले गर्दा मान्छेहरू टेक्नोलोजीमा एकदम नै निर्भर भइरहेको छन्, जसले गर्दा उनीहरूको क्रिएटिभिटी अझै पनि बाहिर राम्रोसँग निस्किरहेको छैन। ट्रेनिङ पाएको मान्छे र ट्रेनिङ नपाएको मान्छेको बीच फरक के होला त? फरक त धेरै छ नि। जस्तो ट्रेन मान्छेलाई नयाँ कुरा सिकाउन पनि धेरै मोनिटर गर्नु पर्दैन, उनीहरूको भिजन र मिसन क्लियर हुन्छ भने अनट्रेन मान्छे एकदम कन्फ्युज हुन्छ। ऊ आफ्नो इन्ट्युसनमा नै भर परिरहेको हुन्छ। मैले यो काम गर्न सक्छु होला भनेर उसको आउटपुट पनि खासै क्लियर देखिँदैन र उसलाई नयाँ कुरा सिकाउन पनि कन्टिन्युअस मोनिटरिङ चाहिरहेको नै हुन्छ। कुनै समय पुगेपछि मलाई चाहिँ ट्रेनिङको आवश्यकता छ है भन्ने कुरा आवाज हुन्छ। यो चाहिँ किन हुन्छ होला? यो चाहिँ अब हजुर कुनै ठाउँमा नयाँ इन्भाइरोमेन्टमा गएर काम गर्दै हुनुहुन्छ अनि आफूले सेट गरेको कुनै पनि गोलहरू अचिभ गर्न हजुरलाई एकदम नै गाह्रो भइरहेको छ भने बल्ल हजुरलाई त्यो पोइन्टमा रियलाइज हुन्छ, है मैले सेट गरेको सर्टेन गोल अचिभ गर्नको लागि चाहिँ म अझै पनि धेरै टाढा नै छु, जसको लागि चाहिँ मलाई एउटा ट्रेनिङ र नलेजहरूको अझै पनि जरुरत छ भनेर हजुरलाई त्यति बेला त्यो पोइन्टमा हिट गर्छ। अन जब ट्रेनिङ राम्रो कि छुट्टै ट्रेनिङ लिएर काम गर्न गएको राम्रो? अब नेपालमा भन्नु पर्दाखेरि चाहिँ प्रायः जसोले अनजब ट्रेनिङ नै लिइराख्नु भएको हुन्छ, तर मेरो हिसाबले हेर्दा चाहिँ छुट्टै ट्रेनिङ लिएको पनि राम्रो नै भन्नुपर्ने। किनभने अनजब ट्रेनिङमा चाहिँ हजुरले डे 1 देखि नै आफ्नो पर्फर्मेन्स दिन सक्नुहुन्न। हजुरले काम गरिराखेको, काम सिकिराखेको हुनुहुन्छ भने हजुरले छुट्टै ट्रेनिङ लिँदाखेरि हजुरको काम गर्न गएदेखिबाट डे 1 देखि नै हजुरको करियर स्टार्ट हुन्छ। हजुरले आफ्नो 100% रिजल्ट डे 1 बाट नै पाउन सक्नुहुन्छ। ट्रेनिङ भनेपछि मान्छेहरू किन पछाडि हट्छन्? जस्तो पहिला ट्रेनिङ अनि मात्रै काम भनिसकेपछि फ्रेसरले मात्रै अप्लाई गरेको देखिन्छ। यो चाहिँ किन होला? आज भोलि हेर्नु पर्दा सबैलाई नै इमिडिएट रिजल्ट चाहिन्छ। जस्तै एउटा इन्डिभिजुअलले आफ्नो पढाइ कम्प्लिट गरिसकेपछि उसको सुरुमा नै सोच भनेको मैले अब यो पोजिसनको लागि यो ठाउँमा अप्लाई गर्छु भन्ने हुन्छ। उनीहरूले डाइरेक्ट जबको बारेमा सोच्छन्, तर त्यो जबमा चाहिने स्किल्सहरू उनीहरूसँग छ कि छैन, उनीहरूले पछि त्यो जब राम्रोसँग गर्न सक्छन् कि सक्दैनन् भन्ने उनीहरूलाई त्यो लेभलको कन्फिडेन्स र सोचाइ त्यति बेला आइसकेको हुँदैन। जसले गर्दा अहिले ट्रेनिङ पछि काम भन्ने ठाउँमा चाहिँ प्रायः जसो फ्रेसर्सहरू नै देखिरहेको हुन्छन्। नाइम एजुकेसन अर्थात् नाइम ट्रेनिङ एकाडेमीले यसमा के भूमिका खेल्न सक्छ त? नाइम ट्रेनिङ एकाडेमीले फ्रेस कलेज ग्रेजुएट्स, जब सिकिङ र जब होल्डर्सका लागि धेरै ट्रेनिङ प्रोग्रामहरू आयोजन गरिरहेको छ। ट्रेनिङ दिने ट्रेनर्सहरू पनि धेरै वर्ष अगाडिदेखि नै यही फिल्डमा काम गरिरहनु भएको छ, जसले गर्दा उहाँहरूलाई मार्केटमा चलिरहेको र चाहिने स्किल्स, टेक्निक्स र स्ट्राटेजिजको बारेमा राम्रोसँग ज्ञान छ। अनि यस्तो ट्रेनरहरूले ट्रेनिङ दिँदा हामी जस्तो स्टुडेन्ट कसो क्यापेबल नभइएला त? नाइम ट्रेनिङ्स एकाडेमीमा चाहिँ के ट्रेनिङ्सहरू हुन्छ? यसमा फन्डामेन्टल अफ डिजिटल स्किल्स, कम्युनिकेसन एन्ड लिडरसिप स्किल्स, जेनरल म्यानेजमेन्ट एन्ड अफिस अपरेसन स्किल्स, सेक्रेटरियल एन्ड एडमिन स्किल्स, जेनरल एन्ड एडभान्स एक्सेलदेखि लिएर अप्लाइड अकाउन्टिङ एन्ड ट्याक्सेसनको जब ओरिएन्टेड प्र्याक्टिकल स्किल्स ट्रेनिङ प्रोग्रामहरू अभाइलेबल छन्। म्याम, हजुरको टाइमको लागि एकदम धन्यवाद। यदि हजुरहरू पनि जब ओरिएन्टेड प्र्याक्टिकल स्किल्सको खोजीमा हुनुहुन्छ भने आजै नाइम ट्रेनिङ एकाडेमी आई प्रोफेसनल ट्रेनिङ्सहरूमा इनरोल हुन सक्नुहुन्छ। नाइम ट्रेनिङ एकाडेमी, पुतेल सडक, काठमाडौँ।